यो भित्तामा जुन चित्रहरू बनाउनु भयो, 100औं वर्ष अगाडिसम्मको बुटोल यो चित्रमा देखिएको छ। धेरैले कल्पना पनि गर्नुभएको थिएन होला, चित्रकै मार्फत यति धेरै महानुभावहरूको ध्यान केन्द्रित हुन्छ भनेर धेरैलाई लागेको थिएन। अहिले यो चित्रहरू बनाउँदै गर्दा पनि कतिपयले आएर फोटो खिच्ने अनि त्यसलाई सेयर गर्ने गर्नुभएको छ र यो कामलाई धेरैले प्रशंसा गर्नुभएको छ। हामीले अहिले पहिलो तयारी भएका कारणले यो भुड्की चोकदेखि सडक कार्यालयको गेटसम्म यो भित्ति लेखन कार्यक्रम अहिले सम्पन्न गरेका छौँ। यसका लागि दिलीपजी र उहाँको पुरै 21 जनाको टिम सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कलाकार साथीहरूले साँच्चीकै बुटोलदेखि नै हाम्रो इतिहास झल्किने गरी यति राम्रो प्रस्तुत गर्नुभयो। मैले सबै स्थानीय कलाकारलाई नै हामीले प्राथमिकता दियौँ भने दिलीपजीले त्यही खालको मेहनत गर्नुभयो र धेरै कलाकारहरूलाई काट्नु बस्ने मात्रै यो गर्न सक्नुहुन्छ भन्ने बाहिर लागेको थियो। तर अहिले यहीँको स्थानीय कलाकारहरूले यति राम्रो चित्र बनाएको देख्दा हामीहरूलाई कलाकारप्रति थप सम्मान बढेको छ। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र बुटोलको इतिहास अत्यन्त पुरानो इतिहास, हामीले बाघभैरवको मन्दिरदेखि लिएर सेनवंशी राजाको पालाको दरबारदेखि नेपाल अङ्ग्रेज युद्धका चरणका विभिन्न विषयवस्तुहरू समेटेर पुरानो बटौली हाम्रो बाबुबाजेहरू घिउ बेच्न आउने र घिउ तताउने कराईहरूदेखि लिएर त्यति बेलाको व्यापारिक मार्ग कस्तो थियो, यी सबै कुरा समेटेर यो भित्ति लेखन काम गरेका छौँ। अब यो लेखन कामहरू बिस्तारै बुटोलका विभिन्न चोकहरूमा, विभिन्न विद्यालयहरूमा यी लेखन कामहरू हुनेछन् र यसमा फेरि पुनः स्थानीय कलाकारलाई नै हामीले जिम्मेवारी दिनेछौँ। त्यस कारणले अबको वर्ष सम्भव भएसम्मका विद्यालयहरूमा र सम्भव भएसम्मका जहाँ ठुलो खालको पर्खालहरू भएका सडकहरू छन्, बुटोल बहुमुखी क्याम्पस, मिलन चोक, पारी बुटोलका पनि विभिन्न ठाउँहरू, बेलबास तामनगरतिर, मोतीपुर सिमलारतिर, बुटोलका सबै ठाउँमा हरेक वार्डमा यो खालको भित्ति लेखन लेखेर पुरानो बुटोलको इतिहासलाई पनि जगेर्ना गर्ने, कलाकार साथीहरूलाई पनि संरक्षण गर्ने र नयाँ पनि हामीले नयाँ कुराहरू पनि थप्नेछौँ। अहिले शिक्षामा बुटोल, स्वास्थ्यमा बुटोल, खेलकुदमा बुटोल रहेका विषयहरू पनि कति उत्कृष्ट छन्, ती कुरालाई हामीले अरू ठाउँमा फेरि फरक फरक खालका प्रस्तुतिहरू गरेर हामीले यो काम गर्नेछौँ।